वार्ड नम्बर 6 म चाहिँ प्रवासमा बस्छु। प्रवासमा रहेर यहाँ देशको विकास, समाजको विकास र हामी नैतिक विकास भएको देख्न चाहन्छु र देखिरहेको छु। एकदम खुसी लागेको छ र चाहिँ भर्खरै निर्वाचित हुनुभएको छ डाक्टर साहब, उहाँलाई पनि धेरै धेरै बधाई भन्न चाहन्छु र यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। र मैले पनि दुईटा कुराहरू नोट गरेर लिएर आएको छु। त्यसलाई हुन त संसदीय व्यक्तिहरूको काम यो विकासमा भन्दा पनि उहाँले पहल गर्ने हो। खासमा चाहिँ उहाँले कानुन निर्माण गर्ने हो। उहाँहरूको समन्वयबाट चाहिँ यहाँको स्थानीय सरकारले यसलाई समन्वय गरोस् र सल्भ गरोस् भन्न चाहन्छु। एक नम्बरमा प्रश्न छ, हाम्रो चाहिँ खोला चाहिँ उत्खनन भएको छ, प्राकृतिक स्रोत छ, त्यसलाई चाहिँ तलबाट चाहिँ मापदण्डभन्दा विपरीत खनन गरेर त्यसलाई चाहिँ खुकुलो बनाइएको छ अनधिकृत रूपमा, होइन। त्यसलाई चाहिँ माथिल्लो निकायबाट र चाहिँ गाउँपालिकाबाट चाहिँ अलिकति निगरानी होस् र मापदण्डको अनुसार छ कि छैन भनेर चाहिँ त्यसलाई फलोअप गरोस्। र अर्को कुरा भनेको चाहिँ हामी रूपन्देहीमा बसोबास गर्ने लगभग धेरै मान्छेहरू किसान वर्ग छौँ। किसान वर्गहरूले चाहिँ जहिले पनि खेती गर्ने बेलामा मलको चाहिँ समस्या छ। हुन त अहिले हालै चालै यहाँ नवलपरासीमा फ्याक्ट्री पनि बनिरहेको छ। त्यसलाई चाहिँ अलिकति फास्ट ट्र्याकमा लगेर ठ्याक्क चाहिँ रोप्ने बेलामा, बिउ छर्ने बेलामा चाहिँ मलको जुन अभाव जुन किसानले चाहिँ सहन पर्छ, हरेकचोटि विरोधको यही नै एउटा भन्छ कि एजेन्डा भन्छ कि विपक्षी पार्टीहरूलाई, यसलाई चाहिँ समाधान होस् भन्ने चाहिँ म चाहिँ चाहन्छु। र चाहिँ सौभाग्यवश आज हाम्रो शुद्धोधनको गाउँपालिका सभापति पनि हुन्छ। यो बकुली बजारदेखि भगलापुर जोड्ने जुन बाटो छ, तपाईँहरू सायद मानिन्छ पनि त्यही बाटोबाट आउनुभयो होला भर्खरै। त्यो बाटोको अवस्था हेर्नुहोस्। यो एरियाभरिमा सबभन्दा गाडी चल्ने रोड नै त्यही नै हो, टिप्परहरू पनि चढ्छ। त्यो बाटोको अवस्था यति जीर्ण छ। वार्षिक रूपमा 10 करोड 12 करोड राजस्व उठाइन्छ त्यो खोलाबाट। त्यो 15 लाखको चाहिँ बाटो बनाउन चाहिँ तपाईँहरूलाई के समस्या छ? त्यसको समन्वय कसले गर्ने, किन नगर्ने, वाइले त्यसको बारेमा मैले चाहिँ वडामा सिफारिस दिइसकेको छु। प्लिज माननीयज्यू र चाहिँ हाम्रो गाउँपालिका अध्यक्षज्यूले त्यसलाई चाहिँ समन्वय गरेर सल्भ गरिदिनलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद।